Hi, we are going to now night vlogging. आज हाम्रो नाइट गएर यताउति यसो घुमघुमको लागि जाउँ भन्दैछन् भाइहरू। यसो घुम्न ल हाम्रो एकदम गोर्खालीलाई ल हाम्रो भाइहरू टक्क जग्गा दाइ भाइहरू घुम्नु हिँडेर एकछिन अलि पछि उड्नुपर्छ ल है नाइट भ्यू अफ कतार। हाम्रो दोस्त पनि रेडी भएर आइसकेको छ वेटिङमा। खै कता हो अघि यस्तो छ है अहिले। टक्क हामी मेट्रो स्टेसनतिर अब टक्क नाबिन त्यो त लागिहाल्छ यताउति अलिकता राम्रो टक्कसँग मेट्रोबाट बोलिरहेको छु त अब माग्ने भएर मात्र आउँछ बोलेकै हालिदिन्छु म। अन्डै हाम्रो आजको टुर ल भन्नु त भाइ। अब चाहिँ म होइन अब बेलुकातिर सबै भाइहरूको मेरा भाइहरूको छुट्टी होइन, छुट्टीको दिन यसो रमाइलो गरौँ भनेर म लिएर जाँदैछु एकतिर घुम्नको लागि रमाइलो गरौँ पार्कतिर होइन। त्यो पार्कतिर यसो घुमौँ फ्रेस हौँ हावा खाउँ भनेर भाइहरूलाई मैले उठाएर लिएर जाँदैछु। ल थ्याङ्क यू। अनि किरणलाई कस्तो लागिरहेको छ? मलाई त झमझम लागिरहेको झमझम लागिरहेछ रे। झमझम रम यो है पक्बा बिन नाफी दाइको फोटो पछि हान्नुपर्छ दाइ टक्कसँग। हो यो इन्ट्री हाम्रो मेट्रो स्टेसन इन्ट्री गर्नुपर्छ यसरी ट्याप गर्ने टक्क चल्ने। कतारको मेट्रो स्टेसन है ल यहाँ मेट्रो पनि आइसक्यो। अब टक्कसँग चढेर टक्क आफ्नो गन्तव्यतिर जानुपर्छ ल। ल अहिले टक्क हामी कडाहरू ल सिटी सेन्टर कतार दोहा सिटी सेन्टर नजिक दाइको सानो किलमिल यतापट्टि यो के हो खास यो क्रसिङ गर्ने होइन रोड क्रस नयाँ ब्रिज हाम्रो टक्कसँग है डाइरेक्ट मल सिटी सेन्टरको दोहा कतार सिटी सेन्टर मलमा पुगिन्छ। नयाँ बनेको ब्रिज अटोमेटिक डोर। पहिला यतापट्टि यस्तो सिस्टम थिएन। लगभग 3 वर्ष भयो म यहाँ अब आएको चेन्जेस यति छ है। अब दार्जिलिङको भाइहरू ल दाइले आफ्नो बेटाको लागि टक्कसँग एउटा के हो त टेबल टेनिस जस्तो छ त टेबल टेनिस ट्याक ल दाइले यो पर्चेस राख्नु पर्यो ल। छोराको लागि भए पनि हुन्छ यसो मायाको लागि कतारको चिनो ल। हान्दैन बरु म बोकिहाल्छु ल 70 ल दाइले हान्नुभयो। अनि अर्को यहाँ ल यो राजा पटुला ल केटालाई जहाँ पनि फेला पर्छ कहाँ छ हजुर ल। हाम्रो राजाले पनि चस्मा ल पर्छ राजा हानी हाले त्यो हेर्न मात्र हुन्न हान्नुपर्छ। दाजु रजल त यतै रहेछ। आई लभ यु ड्याड एन्ड जोक्स यो भने मतलब बच्चालाई नपेर तेरो बाउको हुन्छ नि मलाई जोक मनपर्छ भन्ने यसको मिनिङ त्यो भनेको केटीले राख्ने बुढीले छोरालाई भनेको यसको पनि एउटा मिनिङ रहेछ। ड्याड्स जोक्स आई लभ यु ड्याड जोक्स भनेपछि बच्चाले आफ्नो बाउ आमालाई भनेर चाहिँ कसरी बच्चाले भन्छ होइन बुढीले चाहिँ बुढीले आफ्नो बच्चालाई भन्यो। यसको मिनिङ बुझ्नु है आई लभ यु ड्याड एन्ड जोक्स। यस्तो फुलाउहरू छ है यतापट्टि कतार सिटी सेन्टर दोहा कतार दाइको एकछिन रोक्नु है सिटी सेन्टर दोहा। सो आज राति लगभग कति बज्यो अहिले रातिको लगभग 10:30 जति भयो। सो मुड फ्रेस सबैको छुट्टी मिलेर टक्क यताउति घुमघामतिर
यो केटाकेटीको लागि यसो इन्जोय उफ्रिने जम्प गर्ने सबै हुन्छ यतापट्टि सिटी सेन्टर दौवा यतापट्टि बिल्डिङ यस्तो छ एउटा यत्रो पुरै घोक्रिनु पर्छ हेर्नु पर्ने नाइट भ्यू अफ कतार राति 11 बज्यो यस्तो छ अलि यताको नजाराहरू टक्क सिटी सेन्टर टक्क हेर्दाखेरि केटा आउँदैछ बडी यस व्हाट्सअप नाइटमा इन्जोय इतिहासले याद राख्ने आमा दाइ इतिहासमा याद राख्नु त विवेक पनि थियो अरे ल कतार बोट समुद्रको छालमा बोट खेल्न सक्नुहुन्छ है यताबाट टक्क बोट पनि स्ट्यान्ड बाई लाइनसँग बसिरहेको प्याक टक्कसँग क्राउड छ क्राउड झिलिमिली छ है कता रातिको नि लगभग रातिको अब राति भइसक्यो मध्यराति त्यही पनि चहलपहल एकदम नाइटमा पनि ल ल ल छिटो 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 ट्र्याक्टर किनेर हिँडिहाल्ने ब्याडमिन्टनको पक केटाहरू एकदम ल सर्चिङ ल एकदम बिस्रिहाल्नु जस्तो आउँदैछ हिँड्ने क्या जति जे हेऱ्यो पनि जस्तो हेऱ्यो पनि अब किन्ने हिँड्ने त यो पनि ठिकै हुन्छ नाम मात्र जापान काम त फेरि त्यही चाइनाको होला फेरि सबै चिज 20 रियालमा एउटा मात्रै 20 रियालको अस्ति नेटले 30 रियाल भनेको यो हेर्नु लागि ठिकै छ त टाइट समाप्त गर्छु सुदूरपश्चिमले जित्दा कस्तो लाग्यो सुदूरपश्चिमले जित्दाखेरि त अब आफ्नै घरले जिते जस्तो हुन्छ नि त हामीलाई त अब सुदूरपश्चिमको मान्छे यताउति टकटक कञ्चनपुर भीमदत्त नगरपालिकाबाट देवेन्द्र सिंह ऐरी भीमदत्त नगरपालिकाको ड्यान्स भीमदत्त नगरपालिका कञ्चन अनि तपाईँले कञ्चनपुरलाई त्यतिकै सोच्नु भएको कञ्चनपुर कैलाली टक कोर्नी सोर्निस घुमेर आएर केटाहरू थोरै नास्ता पानी अन्डा चाहिँ कस्तो भयो आजको टुर आज यसो घुमेँ छुट्टीमा यस्तो छुट्टीमा यस्तो यहाँको पर्जुको छुट्टी चिया खाने कतिको मिस भइरहेको अनि यति हाल त चिसोमा त भन्नु न आफ्नो भनाइहरू यता ब्ल्याङ्केट ओढा हुन्छ नि 24 घन्टा के अरे हाम्रोतिर ब्ल्याङ्केट ओढा हुन्छ यहाँ कहाँ हुन्छ अन्त तपाईँको लास्ट आउँथ्यो भनाइ अब ओहो एकदम कर्निस पुरै रमाइलो सिटी सेन्टरमा नि पुरै सपिङ गर्यो झोला कहाँ छ भनेर चाहिँ नसोध्नु ब्याडमिन्टन पनि किन्यो अन्त तपाईँको ए कान्छा तिमी हाम्रो चित दुखाएको छ रे बाबु हामीले किन दुखाएछ दाइ तपाईँको चित हाम्रो मजा आएछ घुम्न गएपछि मजा आउँदैन त्यता कस्तो मजा आइरहेछ भनेर हामी तपाईँलाई सोधेको छ नि हाम्रो मजा आएको छ निमन लागेको छ बडा निमन लागेको छ बडा ए बाबु हो विदेश जान्छ नि छुट्टीको दिन घुमिहाल्नु ताले मजा आइहाल्छ आज कहाँबाट आउनु भएछ फेरि मजा आयो भन्नु हामीसँग कहिले आउनु भएको तपाईँ सजेसन दिइहाल्नु छुट्टी होइन ड्युटीबाट आएर नि घुम्नुपर्छ छुट्टीमा सुत्नु हुँदैन जो छुट्टी मिल्यो भने केटाहरूसँग यसरी घुम्नु काम गर्नु चाहिँ मिल्छ परदेशमा टक्कसँग होइन त इन्जोय इन्जोय ल यति नै हो हाम्रो भनाइ होइन ल है कता दिन लाग्यो होम डेलिभरी बाई